मैले त्यसै त भनिरहेको छु त म तपाईँहरु म आएन मेरो बिगार्दैन मेरो हामी चाहिँ पिछाडी लाउने हो अब ल मामालाई लाउन थालिहालिस् ल ल लगाइदिहाल्नु अब सरी अब को यहाँ मलाई जित्ने मलाई त नि ओ रने भाइ म त बिहान त यस्तै हान्दैन त मलाई त म सुनेर त्यो हाने गरे सलाम मारे भने सुन्दैन हाइफाइ गर्दै तिम्रो लाइन छ यहाँ तिम्रो लाइन हाइफाइ गरेर आइहाल्नु छिटो लु हाइफाइ ल आलो बेला आलोवे लाछ्यो नानी म पर बस्छु खै आमा ऊ पनि भिडियोमा आउनु लागि भाइरल हुनु लागि कसले मलाई जानु त्यहाँ भामा यु ल बस्नु बस्नु सिकाउनु पर्यो त्यहाँ नानीहरूलाई म छ जान्दैछ नानीहरू उसको आमा काममा हिँडिहाल्छ म त भन्दा घर आउँदा अनि यो पान खुकार्नु पर्यो ल्याउ न पान हामीलाई यहाँ छ सादा पान ल्याएको छु खालि सादा पानी अस्ति पनि मिठा पानी ल्यायो भने सादा पानी यति बोल्छ अनि बुबुलाई म त्यत्रो त्यहाँ नानीको बढी मिठा पान सबै ल्याएर बुबु हराएर त म ओ रने भाइ घरमा गएर नि यस्तो दिँदा मैले भरे टाउको फुट्ला जस्तो भएको रने भाइ म किन सबैलाई टिका लाग्यो आशीर्वाद पनि दिदीबाट धेरै राम्रो पढोस् छोरोले ल धेरै राम्रो पढ्नु अनि दिदी अझै बढी पढ्नु दिदी भन्दा अझै धेरै पढ्नु बुझ्यो है अनि ग्रेजुएट गर्ने हो राम्रो धेरै माथिसम्म पुगोस् तिम्रो पढाइ त्यो गर्नुपर्छ ल ओपन गर्न आँखा के भनेर भेना भक्तिको भयो म त सालो नाथे भन्दै आएको भेना नि भक्ति भयो अघि त्यहाँ गएर आएको घरमै छ रने भाइ खानु नै मात्नुको लागि होइन त भनेर भन्नु पर्दैन त भयो ल यो पिसालाई लाइदे किन हतार नगरे म बिजु म मात्र खान्छु है तँ कहाँ बिलान पर्दैन खानु खादा पहिला लाइदे बुढाबुढी मान्छे के खान्छ अहिले बचाउने काममा जाने आज छुट्टी आज भोलि हिजो भ्याएन हिजो ह्यान्दालाई भेट्नु टाइममा दिनु पाएन हिजो उता कता गयो भन्दै काममा काममा पुग्नु आँटेको छ लिले चाहिँ गएन लिले छुट्टी दिनु भाइ कमको फोटो दे त हौ अनि यो ह्यान्ड चाहिँ खोलेको छ छैन दिदीले खोलेको दिदी केमा चाहिँ खोलेको केमा चाहिँ खोलेको चिया त बाहिर छ होला सक्के भयो कुन ब्ल्याक ब्ल्याक होइन अलि हानिस खानु कहीँ हानिस कहाँ राख्यो हुनु सुविधा खोलेको छैन बोल्नु तिमीलाई त सक्दैन छ है ल यु भेरी गॉर्जियस थ्याङ्क यू बडा भन्नु न खोला 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 अब तिम्रै दशैं हो खोला यु भेरी गॉर्जियस थ्याङ्क यू बडा भन्नु यहाँ हात मिलाउनु को म बडा हो कि को म बडा भन्नु कोपा कोपा होइन फुपा हो ए फुपा भनेको ए म कोपा भने पहिला अब जुस सामान छ नानी अगाडि बस अगाडि आइज यही छ हौ मैले राखेको मैले राखेको त्यो गरममै राख्छु सबै एकैचोटि भन्नु हुन्छ अन्त छिटो मजाको अब चाहिँ छिटो भनेको भान्जी यहाँ उधर भान्जी फोटो खिच्नु लाने यहाँ फोटो खिचेको हजुर रोटीको टुक्रा
हुन्थ्यो एकजनाले दुईटा खाएर छैन त्यसले तपाईँ मेरो पछाडि बसेर केही भन्नु हुँदैन खानु 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 पर्दैन लास्ट हो कि खानु एट गर्नु न आज खानुपर्छ आज खानुपर्छ हुन्छ बिचारा ल बाबु बा ए घान भाइ देख्दा मोमो दिनुपर्ने बरु बिचारा मैले हेर्दै मोमो भाइको हेर वा फुपाले कसो गरे हो फुपाले कसो त्यसो गर्न पर्छ त सिधा अहिले दिदीले मोमो दिन्छ हो होइन पर्दैन यति भए हुन्छ एभोकाडो छैन यही अमिले हालेको अमिले हालेको लच्छी यहाँ पर्छ तपाईँ गर्नु नरिवल खानु मामा होइन हुन्छ यो रोटी रोटी हुन्छ र मम्मी हुन्छ फेक पनि कल लाग्यो त्यो काई त हाल्नु यो त योगेश योगेश अझै पकाडो म त यो त खान्छु My wife. चन्द्र ए हिरा हिरा ए हिरामा हेर्ने ए दिस्यो ए लोमो काला न ओ त्यो प्लास्टिकको यो एउटा भाइको ए इमान एकैछिन सबको ठिकै न एउटा बढिया बढिया आज पान पो बनाइरहेछ किन है चन्द्र हो बिना पढेगा चन्द्र नि घरमै छ त चन्द्र खाले घर ना ए बोल्नु पर्ने सुबह मॉर्निंग में ए त्यो त सम्झा रहेछ ल ल छोरीसँग बोल ऊ त नमस्ते आई मेरो फ्रेन्ड हो भान्जी आऊ यहाँ म तिम्रो टिका लाउँछु नमस्ते म त अनि डेन्जर म्यान हो नि त यहाँ सबै नमस्ते भान्जीको टिका लगायो भान्जीको टिका अनि पान बनाइरहेछ त दोकानमा विशाल काम थालेछ हैन अनि अहिलेसम्म आएको छैन यसमा ओके अनि अहिलेसम्म आएको छैन भने त अनि कस्तो भयो त बोक्नु यही खाइरह बसेको ए ल ल ल को हो सोमाया दिदीको छोरा थियो निशा निशा भन्दै अनि सुरुमा हिजो ल ल काम अस्ति काम गर्ने आज 2 दिन बस्नु पर्छ अनि निकालिहाल्छ अनि उसको त कम्पनी नै 1 महिना पनि जाँदैन र नि तर मेरो नाम लागेर चाहिँ यो भाइको तीन महिना टिकट टिका लाग्यो अन्त मम्मी सबै सगुन खाइहाल्नु नि त्यहाँदेखि के हात काम छ भनेर आज त मैले बहुत किया है पहिला सगुन भाइ के नि निसी टो यो पहिला अनि निकाल्दैन अब अस्ति भन्दा आज भोलि दाजु मलाई पर्छ त्यसरी त्यो भाइ बाबाहरुको त्यो के रे मामा अलि साइडमा राख्दिनु उयो पनि ठिकेन लाइन त बिग्रेकै छ त अनि लाइन त बिग्रे जस्तो छ हैन त्यो अस्ति त्यो सानो त्यो भाइ म मामा हुँदा त के लाइन बिग्रिन्छ हौ मेरो भाइलाई चाहिँ रातो चाहिँ हाल्नु हुँदैन मेरो भान्जीलाई भाइहरु जे भाग पनि हैन टाढो देखाएको मैले अर्को छ
यहाँ छ यहाँ छ यहाँ छ ए हैन पोखे यो तिहार अब आज अन्तिम दिन हो हैन अन्तिम दिन होला त्यही भएर यति हो नि त अन्तिम मेरो त होइन नि ठिकै छ मेरो गल्ती हो यो त्यो प्लेटको गल्ती होइन क्या तपाईँको के टोपी त चेन्ज गरिहाल्यो त रियानले टोपी यो लगाउनु भनेर उहाँ लागिदिदै थियो कि अनि गर्मी भएर भयो ल मेरो भन्थे ल खै त यहाँ छ यहाँ साउन्ड खोलिदिए पहिला अनि यो सामान दे अब के खाँदैन चियाको पानी खाँदैन त अब के गोबिन म गएपछि मात्रै आउने भन्छ हुन्छ यता हुँदैन कतडी लगाइदिनु अरे भान्जीलाई यता साइडमा राख्दिनु गोलो गोलो पारेर कानको छेउमा भाइलाई पनि गोबिन आइपुग्यो खोल्दै अनि यो अनि यसलाई कभर गर्न हामीले कभर गर्नु गोबिनले यसले चाहिँ झट्ट म जानु रे अनि त्यो आउँछ अरे गोबिनले अघि भनिसकेर हेर्दा गयो भने चाहिँ आउँछ त्यहाँ तल त्यसो भन्नु हुँदैन तारा आज थाहा छ ताराको छ भने त्यसो भन्नु ताराको छ भनेर के भन्छ आउनु पर्दैन अरे कस्तो नरम बोल्यो आउनु पर्दैन अरे कस्तो नरम बोलेको मलाई माया पो लाग्यो ल अर्को अब जुटो त सबैले गरेको खानेकुरा सार्ने होला नि त्यस्तो बोल्नु हुँदैन त तारा अलिक आउनु यो प्रसाद पनि खुवाइदिएन न पर्दैन हो उता टेबलमा यहाँ पक्रिने ल पक्रिने यहाँ पक्रिनु कुन यो त्यो पक्रिनु त्यसै नै ब्ल्याक नखाने एनिसी खाने दिदी आउनुहोस् एनिसी खाने अनि छ अलिक यो पानी मजाले लाउनु दिदीलाई मजाले ल्याइदिनु राख्नु छोड्नु यो यसलाई लिलेले पनि भन्दै थियो भाइ आउँछ भन्दै थियो यहाँ आउनु यहाँ पक्रिनु हो दिदी पनि आउँछ अहिले यहाँ होइन लिलेको उसको छ त लिलेको नानी छ नि छोरी लिलेको छोरी ल रियान ऊ जान्छ उता भोलि मासु बोल अझै बस्नु पनि गरिरहेको छ त बिचरा ए भाइले पनि जुसै खाएन त नि यहाँ हात मिलाउनु यहाँ अनि यहाँ यसो थप्पड हान्छ म त फेरि मोमो नि धेरै मोमो हालिदिएर भाइले ल्याइदिएछ चिसो भइहाल्यो होला त अन्त दिदी मोमो छ थ्याङ्क यू भन्नु दिदी ठुलो गराएर बोल भन नि त्यत्रो ठुलो गराएर सब्जीहरू पनि कहाँ सर्नु अब भयो कसैले खाएन यहाँ टेबलमा पर लु भयो नि अब टेबलमा त्यो त विशालको जुटा हो क्या विशाल त्यो कोक्ता खाँदैनु विशालको जुटो हामी हेर्नु त यहाँ बसेर उठ्दाखेरि पहिला कत्रो थियो खाना हो खा नानी मामालाई चम्ची ल्याइदे मोमो चाहिँ राम्रो सानो माउ छैन एउटा 5 रुपैयाँ पर्छ झनै 500 पर्छ अहिले तिनीहरूले कति छ एउटालाई हाम्रो घरमा फल्दैन है त्यत्रो त्यही अनि 1 रुपैयाँ 2 रुपैयाँ गोटाको के भन्छ हेमा तिमी नेपालीबाट यसलाई के भन्छ नेपालीबाट के फुन्चे पुन्चे पुन्चे मैले चाहिँ नि तिमीहरू बुझ्दैन हौ हामी त अब के अरे हेर्दा मलाई चाहिँ जान्दै पुन्चे पुन्चे मनमा चाहिँ पुन्चे आइरहेको थियो हामीले चाहिँ धेरै खान्छ बेबी के गरेको खानु नि खानु सबै गम खानु अब दिदी यो नि फुन्चे भन्छ यसलाई भुटानमा फुन्चे भन्छ यसलाई अनि अहिले यहाँ आएर अब काट्यो इङ्ग्लिसबाट होला नि टिकी छैन
यो स्पेनिस यहाँ त स्पेनिस दिलाउँछ नि त्यो पोर्टुगलको डोमिनिकन दिलाउँछ यहाँ त के फल्छ नि एप्पल फल्छ यहाँ बेबी सोन्तला भनेर फोइडा गरेर आउँछ एप्पल फल्ने यहाँ अनि तपाईँको नस्पति अलिअलि फल्दैन यहाँ ए पेपर के छ र यहाँ फल्ने कुराहरू अनि मकै अनि डल्ले खोर्सानी अर्डर गर्ने अनि बोडी फल्छ नि फेरि ए बेबी पेपर अरू के छ र के छैन यहाँ अब धान सान चामल अलि यहाँदेखि एउटा होइन सबै उतादेखि बाहिरदेखि सिपमा नि सिपमा नि हो ए राणे गाडी कुदाएर अब त्यहाँ जानुपर्छ कहाँदेखि तिमीले अघि लगाइरहेको चेस गरेर अघि ल्यायो भने उसलाई हाल्नु नि ए म त यस्तो हो नि त हो त कति 3 वर्ष 4 वर्ष नआगे नि मम्मी अहिले आउनुहुन्छ 4 वर्ष क्रस भयो नि मैले खान छोडेको यता सोध्नु नि यहाँ जाऊ आइस यहाँ कुन चाहिँ दिएको यो त ब्ल्याक अन्त त्यो ब्ल्याक हेलो He's coming, but यहाँ छ खाने I'm gonna speak to him. यो नम्बर मोमो I'm gonna speak to him. सबै दिन He's waiting for me. तातो खाँदैन नि तातो खाँदैन He's gonna pick it up. यो रोटी चाहिँ निकाल्दिनु खाँदैन त्यसले Yeah. हो यहाँ त ल बेबी चिकन खाने चाहिँ अहिले हो त्यो खाँदै गर्नु अनि यो तताएर खानु ओके You make clear a bit, okay? Come to Tangi's house, okay? हाम्रै पहिला उहाँ तपाईँ भाइसँग के भन्छ दुर्पिनलाई लाइन हेर सोल्टिने जिउ आज चाहिँ तपाईँले गर्ने हो आज हिँड्ने हो अब भक्तियामा जानुपर्छ अनि गोविन्दको बुढीकोमा होइन हिजो गइरहेको म त कहाँ लाउँछु दोहोरो होइन गोटा डर ल्याउनु कुरा टोक्छु यार म अचारै बनाएको छैन त्यही त भयो आउटर गर्नु टोक्ने हो होइन मैले त्यहाँ कुटेर त राखेँ कस्तो दामी अचार मैले बेलुका बनाएको हो बोल्छ नुन चाहिँ अलिक कडा खानुपर्छ बुबु अचार झट्टै पिरोले नि पुरा बिग्रिरहेको छ क्या मेरो ठिक छ अब भान्जीको हातकै टिका लाउनु पर्ने रहेछ ए हेर्नु मलाई भन्नु मान्छेको नि आमामा दुईजना मात्रै खाइरहेको ओए क्या दामी खाइरहेछ अहिले मोमो मजाले खा भाइ गुड हो चिकन पनि खानु ल चिकन पनि खानु ल गुड छ नि त गुड भाइ ए आफ्नै लाउँछु भनेर मन जिते कि मन जितेर गएँ दिदीहरूकोमा नुहाएर लुगासुगा लगाएर गएँ कि मलाई पटक्कै लाउनै मन लागेन अनि तारा अनि भने दिदी मन लाउँदिन मलाई साह्रै अप्ठ्यारो लाग्यो भने अन्त तारालाई पनि भने नजिजाऊ बरु जाली छेउमा बसिदिनु टिका चाहिँ लाउँदिनँ बरु भाइहरू आएकोलाई पेपरमा हात पुस्नु है अनि होइन लाउँछु भनेर उयो गरेको लुगा फेरेर बसेको हो पानी भयो मनले दिएन क्या हौ अमेरिकामा नानीहरूले ढेँडो भात सिस्नो खानालाई ल्याउँछ के अरे आमाहरू लागिराख्नु भएको छ उता डल्ले खोर्सानी यहाँ छ हौ बस्ने मादर नानीहरू उता सिटुएर छ उता के कपडाहरू के टिका गरेर त्यहाँ उता हस्पिटल राम्रो लुगा पाउँछ नि यो त म त यसलाई त म त जहिले मिस गर्छु नि को चाहिँ आउँछ
अरूकोमा चाहिँ म जबरजस्ती गर्दिनँ यहाँ र दिदी खोइ चमिलीको हातको खोइ म खादिन मेरो पाहुना कति आउँदैछ आज पनि चिज गर्न सक्यो यो लचिन अब खानाहरू के उताबाट आमाहरू आउँदै हुनुहुन्छ नि त आमा भन्नु नानाको चाहिँ आमा मेरो देमा बडा आमाको दिदी मेरो आमा र नानाको दिदी बहिनी ठुलो भेनाले चाहिँ फेरि भात खाँदिनँ भन्दै थियो यहाँ मोमोहरू छ भनेको थियो आउनु नलाउने यो स्वाटै खा नि त्यो चुसे मफिया छो सारा मिसाएर खान्छ दिपी खोइ सुबिरको ओम श्री नारायण जय मिसिंहरू नै आइपुग्न आँट्यो मेरो पनि त्यही हो घरमा खानु छ भने पाहुनालाई छ हौ अङ्कललाई यो सानो स्टोन छ नि म चाहिँ ब्याट्टै घरमा मासु देखाइदिने हो स्टोन छ नि यो अनि सुगर देखाएको